नमस्कार, सुस्वागतम, अभिनन्दन सबैजनालाई सन्ध्याकालीन अभिवादन भने मैले उत्तर अमेरिकाबाट। यो समय 9 PM इस्टर्न स्ट्यान्डर्ड टाइम। म एकछिन फेसबुक लाइभमा आउँछु है भनेर एकछिन अगाडि मैले फेसबुकमा लेखेको थिएँ। सबैजनालाई मैले स्वागत गरेँ। म शैलेश श्रेष्ठ, अहिले म टोरन्टोबाट यहाँहरू सामु प्रत्यक्ष प्रसारणमा आइरहेको छु। अब सामान्यतया म यसरी झट्ट आउँदाखेरि धेरैले सोच्नुहुन्छ अक्सर म गीत गाउन आइराख्ने मान्छे आज पनि गीत गाउन आयो कि भन्न ठान्नु होला। तर मैले अलिकति भूमिका एकछिन अगाडि बाँधेर लेखेको थिएँ। म आज चाहिँ कमसेकम देशमा जेन्जी मुभमेन्ट पछाडिको जुन घटनाक्रमहरू विकसित भइरहेछ त्यो घटनाक्रमहरूलाई एउटा सुदूर यो उत्तर अमेरिकाबाट हेर्दा कस्तो देखिन्छ त, आफ्ना भोगाईहरू आफ्ना दैनन्दिनीहरूबाट अलिकति टाढा रहेर यो यहाँको पर्सेप्सनबाट नेपाल वर्तमान घटना परिघटना द्वन्द्व अन्तर्द्वन्द्व क्रान्ति प्रतिक्रान्ति अग्रगमन पश्चगमन यी यावत तह र तबकाका जुन घटना परिघटनाहरू छन् यसलाई कसरी बुझेको छु त मैले वैयक्तिक रूपमा। यहाँ धेरै विद्वता र अलिकति ठुलो स्केलको फिलोसफी डक्ट्रिन या फेरि कन्स्पिरेसी थ्योरी अनुसार फेरि नयाँ नयाँ लुसिफरहरू खोज्ने चरणमा होइन कि नेपाल राष्ट्र रहँदा बस्दा र पछिसम्म पनि एकजना राजनीति बुझेका नाताले नेपालमा रहँदा राजनीति गरेका नाताले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पक्षधर्ताको जहिले जहिले पनि भएका कारणले ती विषयहरूमा चाहिँ मेरो वैयक्तिक बुझाइ पर्सेप्सनहरू के हुन सक्छन् त भनेर मलाई 2 हप्तादेखि मुख चिलायो भनेर लेखेको थिएँ। अस्ति मैले 2-3 हप्ता अगाडि हाम्रो अर्जुन दालज्यूको कार्यक्रममा दि ब्रिज टकमा आएर पनि प्रश्नोत्तर शैलीको केही प्रश्नहरूले राख पारेपछि मैले छोटो गम्भीर जवाफहरू दिएको थिएँ। एउटा सत्य के हो भने मानिस जन्मिँदै नऊ भगवान जस्तो ज्ञानी भएर जन्मन्छ। हामीले देखेको छैनौं भगवान भन्ने चलन छ, न त ऊ दानव या राक्षसकै रूपमा जन्मन्छ। त्यो त उसको जन्म उसको ग्रुमिङमा भएका जमौन वातावरण उसका बाल्यकाल शिक्षा दीक्षा परिवार समाज यावत कुराहरूको एउटा रिजिडुअल स्वरूप के हुन्छ त्यसले व्यक्ति के हो भनेर बनाउँदै उसको आकार परिवर्तन गर्दै उसलाई संकुचित बनाउँदै बृहत बनाउँदै यो एकदमै चलायमान। जसरी जीवन र जगत डाइनामिक्स चलायमान छ त्यसै गरी व्यक्ति पनि त्यस्तै चलायमान छ। त्यसकारण कसैलाई खरो शब्दले दारा किटेर निरङ्कुश तानाशाही यस्तो उस्तो भनिहाल्न त सजिलो हुन्छ, तर ती व्यक्तिको विगत हामीले कोट्याउने चेष्टा गर्नुपर्छ। मैले आज दिनभरि बिताको बेलामा त्यस्तै चेष्टा गरेँ। मसँग रहेका बेग्रल्ती ओल्ड फेसन गाई हो म। मैले सबै एल्बमहरू पल्टाएँ। एल्बमका पाना पाना पल्टाउँदै जाँदाखेरि सन् 2000 तिर न्युयोर्कमा क्रियाशील रहँदाखेरि त्यति बेला हामी सम्बोधन म पार्टी एमालेमा रहँदा कमरेड भनेर सम्बोधन गर्थे। अहिले पनि मेरो सम्बन्धको धरातल उही हो, जेआन सर, ईश्वर सर, केपी सर, काशीनाथ सर भनेर भन्छु। सम्बोधनमा फरक भएको छ। अहिले पार्टीबाट म बाहिर निक्लेको अवस्थामा त्यति बेला जेएन खनालले आफ्नै हाम्रै घरमा हाम्रै कुटीमा आएर न्युयोर्कमा एउटा संगठन खोलिदिनु भएको थियो। अमेरिकामा गाह्रो थियो कम्युनिस्ट पार्टीको राजनीति गर्न भन्ने दुनियाँलाई थाहा छ। त्यो कता कता मनमा त्रास हुन्थ्यो, तर कता कता त्यति बेलाको मेरो क्रियाशीलता भनौँ क्या सदस्यता लिएर राजनीति गर्दै म अमेरिका आएँ। त्यति बेला यसरी न्युयोर्क सक्रिय दल भनेर जियान सरले सुरु गरिदिनु भएको रहेछ। यो इन्ट्रेस्टिङ दस्तावेजहरू पाएँ र के गर्ने कसो गर्ने थाहा छैन। लु तपाईहरू अलिकति प्रोग्रेसिभ भन्ने चलन थियो, डेमोक्रेट सब ननसेन्स लाग्छ मलाई। अहिले त म नयाँ किसिमले परिभाषित गर्छु। त्यति बेला जेएन सरले यो माइनोटिङ लेखिदिनु भएको रहेछ, जसमा मैले नै नेतृत्व गरेको रहेछु यो दलको। खुल्लमखुल्ला त्यति बेला जनसम्पर्क समिति पनि आइसकेको थिएन। त्यति बेला यो सन् 2000 को माइनोटिङ आज मैले फेला भरेर हेरेँ। त्यसपछि पल्टाउँदै जाँदाखेरि केपी शर्मा ओलीसँग मेरो परिवार बसेको तस्बिरहरू पनि केही फेला पारेँ मैले।
त्यो मित्रवत पारिवारिक सम्बन्ध थियो। यता आउनुहुन्थ्यो, बिरामी हुँदा पनि आउनुभएको, कैयनचोटि उहाँहरू बिरामी हुँदा, सुशील कोइराला बिमारी हुन आउँदाखेरि प्रवासमा हामी सबै एकै हौँ विचारमा जे जसो भए पनि त्यो भाइचाराका नाताले कतिचोटि उहाँलाई अस्पतालमा रुङ्न जाने अवसर पनि मिल्थ्यो। यसरी नजिक भएर सबैसँग उठबस गर्ने अवसर जुर्यो अमेरिकाको बसाइमा। अनि त्यति बेला केपी सरसँग बसेको कुराहरूको तस्बिरहरू रहेछ। जेएन सर, ईश्वर सर सबैजना आउनुभएको, काशीनाथ अधिकारी, सबैलाई म अहिले आदरपूर्वक सर भन्छु। र अर्को मैले एल्बममा फेला पारेँ त्यति बेलाका पहिलोचोटि 2010मा प्रधानमन्त्री हुँदा त्यो राप्रो तापमा, त्यो सफल क्रान्तिको राप्रो तापमा अमेरिका आउनुभएका प्रचण्डले उत्तर अमेरिकाको 12-14 जना प्रोग्रेसिभ भनेर खै कहाँबाट कसरी पत्ता लगाउनु भएको नि त्यसमा म पनि समावेश भएको रहेछु। र यो म्यानहट्टनको एउटा होटलको चाहिँ दिवा भोजमा उहाँको ब्रिफिङ र उहाँसँग भएको कुराकानी सहितको एउटा तस्बिर आज मैले त्यहाँ फेला पारेँ। ईश्वर पोखरेलहरूसँग रहेको र थुप्रै नेता नेत्रीहरूसँग र कलाकारसँग त्यो एक किसिमको त्यो गजबको माहौल थियो। जति बेला न्युयोर्कको बसाइ थियो 2001, 2, 3, 4, सानो बस्ती, सानो आबादी, मेरो एउटा फराकिलो परिचयको कारणले त्यो अवसर मिलेको थियो। मैले घटनाक्रम किन जोड्दैछु भने खड्ग प्रसाद शर्मा ओली, जसलाई मैले आफ्नो पार्टीको गुरु जस्तो मेरो आफ्नो प्रोटोकलले गर्दाखेरि मान्नुपर्ने हैसियतमा मैले मानेर आएको मान्छे, आज आएर मैले खड्ग प्रसाद शर्मा ओलीलाई, त्यही व्यक्तिलाई खड्ग प्रसाद शर्मा ओलीलाई निरङ्कुश, अहंकारी, तानाशाही, दम्भी, लेनिनवादी खड्ग प्रसाद शर्मा ओली भनेर लेख्नुपर्ने दिन आयो। मजा लाग्दैन कसैलाई पनि गाली लेख्न। मैले चिन्ता मात्र होइन, अलिकति चिन्तन पनि पस्कन्छु भनेर यो साँझ म फेसबुक लाइभमा आएको हुँ। तर एकजना खड्ग प्रसाद शर्मा ओली, एकजना त्यो लडाईँबाट 14 वर्ष जेल बसेर आउनु भएको र हरेक क्रान्तिकारी त्यो परिवारबाट निक्लिएर आएर दुनियाँ जेल नेल भोगेर आएर देशको प्रधानमन्त्री 3 चोटि 4 चोटि भइसक्दाको अवस्थामा अहिले आएर जुन जेनजी मुभमेन्टमा खड्ग प्रसाद शर्मा ओलीले गरेको दमन, निरङ्कुशता, तानाशाही, स्वच्छाचारिता र पार्टीभित्र बाहिर सबैतिर गरेको नाता एउटा व्यक्तिको रूपमा खड्ग प्रसाद शर्मा ओलीको त्यो अर्को रूपलाई मैले प्रहार गरेको हो, प्रतिकार गरेको। एकजना निरङ्कुश, दम्भी, अहंकारी, तानाशाह खड्ग प्रसाद शर्मा ओली भनेर। अब त्यस्तो भनिरहँदा के खड्ग प्रसाद शर्मा ओली, शेरबहादुर देउबा, पुष्पकमल दाहाल, जो प्रचण्डबाट पुष्पकमल दाहालमा कन्भर्ट भएको छन्, एउटा परिवारवादको झुण्ड, त्यो त्यो माओवादीलाई त खास म अहिलेसम्म पनि राजनैतिक चरित्र भएको त्यो लोकतान्त्रिक पार्टी भइसकेको छैन, सिक्दैछु गरेको पार्टी भन्ठानेर म धेरै शब्दहरू खर्च गर्दिनँ के। त्यसो भन्दाखेरि साथीहरूले खै त के हो प्रचण्डको चाहिँ कुराकानी छैन, उतातिर हो कि के हो भनेर भन्छन्। अब यहाँ कस्तो गाह्रो छ के, यताउता स्वतन्त्र भएर बाँच्नै गाह्रो। एउटा स्वतन्त्र हैसियतमा, स्वाधीन रूपमा म केही लेख्छु न भन्दाखेरि होइन, कहाँ हुनु र तपाईँ भन्ने मात्रै हो, तपाईँ एमाले नै हो, त्यो कहाँ के छाप लगाइदिया हुन्छन्, त्यसो गर्ने चलन छ। त यी दम्भी 4 जना लोकतन्त्र र गणतन्त्रले हुर्काएका, फस्टाएका 30 देखि 40 वर्षसम्म आफ्नो पार्टी र सत्तामा एक लुट गरिराखेको, एकमतले लुट गरिरहेका यी मान्छेहरूको तानाशाही प्रवृत्ति, चरित्रको विकासको क्रम भङ्गता किन भएन र निरन्तर दम्भी, तानाशाही किन भइराख्यो? कहीँ कतै हाम्रो चाहिँ दोष छ कि छैन होला भनेर म आज दिनभरि गमिरहेको थिएँ। त्यही मान्छेहरू यता आउनुहुन्छ, सबैले ठाउँ ठाउँमा लालन पालन गरिदिने, एयरपोर्ट लिन जाने, पुर्याउने, मलमा घुमाउने गरेर एउटा दासतामा रमाएर साथीहरूले पार्टीसँगको निकटताको लागि एउटा राजनैतिक क्याल्कुलेसन होला, म बुझ्छु, लामो काले एमालेको राजनीति गरेको हुनाले त्यो मनभित्र कतै कतै त्यो चाहना होला, कतै कतै त्यो अलिकति लोभ लालच होला, आफूले गरेको पार्टी जोडिरहँ, क्रियाशीलता सदस्यता, 54 सदस्यता, महासमिति सदस्य के भएर पनि कहिले काहीँ गइरहने बनाऊ, करेक्सन बनाऊ, इट इज ओके रिलेसनमा। तर हामीले ती बदमाश देखिएकाहरू, भ्रष्ट ठानिएकाहरू र पार्टीमा र सत्तामा 3 चोटि 5 चोटि 6 चोटि 7औं चोटि ज्योतिषले भनेकोमा अब फेरि बन्ने भनेर ओलीले जे गर्दा पनि पर्खिरहनु भएको निरीह शेरबहादुर देउबा,
ती मान्छेहरूको पालन पोषणको निम्ति जे जति हामीले समय खर्च गर्यौं, मैले भन्छु परिवारको मानो काटेर हो नि त। श्रीमतीलाई कतै म ओभरटाइम गर्दैछु है बुढी भनेर ढाँटेर हो नि त निक्लेको त होइन एयरपोर्ट लिन जानलाई। छोराछोरीलाई यथेष्ट समय दिन नसकेको हो नि त। स्कुलमा बोर्डमा केही भइरहेको छ, बच्चाहरूकोले फर्किँदाखेरि चाहिँ के बोकेर आउँछन्, के कसरी गाइडेन्स गर्नुपर्ने हो, हामीले भन्नको लागि चाहिँ हाम्रो बालबच्चाको निम्ति, हाम्रो भविष्यको निम्ति भन्यौं। तर पनि हामी त्यही नेताहरूलाई चाकरी चाप्लुसी गरेर केही हदसम्म दासतामा रमाएको हो कि म पनि केही काल त्यही पो थिएँ कि त्यही भित्र कि, त्यसकारण मैले आफ्नो भागमा परेको जिम्मेवारी म लिन्छु। तर जब मैले प्रदीप दाई घरमै हुनुहुन्थ्यो, सम्भवतः 5 मा हामीले एउटा ज्ञानेन्द्र शाहकोले चाहिँ देशमा मकरतन्त्र लागू गरेर निरङ्कुश तानाशाही बन्ने प्रवृत्ति देखाएपछि पार्टीहरू मस्त निन्द्रामै थिए, चिर निन्द्रामा थिए। त्यति बेला युथ काउन्सिल, न्युयोर्क डेमोक्रेटिक फोरम भनेर त्यति बेला आनन्द विष्ट, मृदुला कोइराला, प्रमोद डोङ्गाना, वंशलाल तामाङ, अब हाम्रो धेरै साथीहरू, विराट अधिकारीजी हुनुहुन्छ, सीता दिदी हुनुहुन्छ, सीता खरेल, हामी सबै मिलेर, धेरैजना साथीहरू हुनुहुन्छ त्यसबेला, सबै मिलेर हामीले त्यो ज्ञानेन्द्रको तानाशाही कदमको विरोधमा डीसी को र्याली आयोजना गर्यौं र त्यसपछि न्युयोर्कको यो युएन बिल्डिङ अगाडिको र्याली आयोजना गर्यौं। त्यो पनि आफैमा जोखिम थियो। प्रवासमा राजाका मान्छेहरूले कति हामीलाई लक्षित गर्थ्यो, टार्गेट गर्थ्यो, सुराकी गर्थ्यो। तर हाम्रो आस्था भनेको जसरी 46 सालमा अगाडि नै अश्रु ग्याससँग भिड्ने भइसकेको थिए, म मान्छे आफ्नै अगाडि चाहिँ मानिसहरू ढल्थ्यो। त्यो 46-47 को आन्दोलन, एक चरण आन्दोलन गरेर म प्रवासिएको हुनाले त्यही एउटा दङदङी, त्यही निष्ठा जहिले पनि यो मेरो मुलुक, यो कमसे कम गणतान्त्रिक हुनुपर्छ, संघीयता आउनुपर्छ, धर्मनिरपेक्ष हुनुपर्छ र आमूल परिवर्तन आउनुपर्छ अहिले युगको चाहना अनुरूप। र मेरो पहिलो शर्त भनेको राजतन्त्रको समूल अन्त्य हुनुपर्छ भन्ने मैले कसरी मेरो रातो पुस्तकहरूबाट बुझेछु। तथापि एमालेको मेरो नेताहरू होइन, राजा पनि एउटा शक्ति हो, अहिले फाल्न मिल्दैन भनेर राजतन्त्रको पक्ष पोषण गर्नुहुन्थ्यो। खड्गप्रसाद शर्मा ओली सबैले बुझ्नुहुन्छ, जान्नुहुन्छ, उहाँ स्वयंमा गणतन्त्रवादी हुँदै होइन, बैलगाडा चढेर अमेरिका पुगिन्छ र भनेर भन्ने, र भट्टाईजी र चाहिँ यो रत्न पार्कमा 7-8 जना मान्छे चाहिँ ओरदोर गर्दै आन्दोलन क्रान्ति हुन्छ र भनेर जहिले पनि खिसीट्युरी गिल्ला गरेर रमाउनु हुने मान्छे के फ्लुक चान्स थियो, बारम्बार कहिले उपप्रधानमन्त्री अनि बारम्बार प्रधानमन्त्री भएर यो गणतन्त्रको मियो सम्हाल्ने कमान्डर एकजना गणतन्त्र विरोधी हुनु नै सबभन्दा देशको दुर्भाग्य हो भनेर मैले फ्रम द डे 1 किटेर यो कुरा मैले भनिराखेको छु। पार्टीमै रहँदा पनि मैले धेरै ठुलो यहाँ अमेरिकामा पनि विद्रोह गरेँ। जति बेला हामीले 5 को त्यो आन्दोलन गर्यौं, हामी माथि धेरै खालका लक्षितहरू आक्रमणहरू भए, घुसपैठ भए, हामी विरुद्ध उजुरी परे धेरै होइन। सेनाका मान्छेहरू यसरी वरिपरि आएर यसरी खिच्थ्यो, अलि ए हजुर अनि नेपाल परिवार उतै हो, कहिले नेपाल झर्ने भनेर यसरी गरेर रिपोर्टिङ गर्थ्यो। हामीले पनि एक खालको जोखिम बेहोरेको। त्यसपछि तत्कालीन महासचिव माधव कुमार नेपाल प्रधानमन्त्री भएर अनि उपप्रधानमन्त्री सुजाता कोइराला आउनुभयो न्युयोर्कमा, र उहाँ चाहिँ बस्ने बेलामा चाहिँ जसले चाहिँ हाम्रा राजा हाम्रा देश प्राण भन्दा प्यारो छन् भने नारा जुलुस गरेर काउन्टर र्याली निकालेको थिए डीसीमा। हाम्रो विरुद्धमा न्युयोर्कमा पनि ठूलो र्याली गरेका थिए। आखिर तिनीहरूकै आतिथ्यमा ठूलो घर ठूलो महल रोज्नुभयो माधव कुमार नेपालले। त्यसपछि कोलम्बिया युनिभर्सिटीका विद्यार्थीहरूले विरोध र्याली गर्नुभएको थियो, किनभने त्यति बेला अहिलेको चर्चित पत्रकार ऋषि धमेला चाहिँ राजकाज मुद्दामा चाहिँ जेलमा हुनुहुन्थ्यो। यो नेपालको साथीहरू खोज्नु चाहिँ कुरा धेरै छ। अहिले आएर ऋषिजीले बुरुक उफ्रेर म गणतन्त्रको यो त्यो भनेर अहिले आँसु चुहाएर कराए जस्तो होइन। घटनाक्रमहरूलाई हेर्नु, त्यति बेला सुजाता र माधव कुमार नेपालले राजकाज मुद्दा त्यो द्रोह खेपिरहेको उसलाई ऋषि धमेलालाई च्यापेर आएपछि उसको विरोधमा कोलम्बिया युनिभर्सिटीको विद्यार्थीहरूले युएन अगाडि चाहिँ माधव कुमार नेपाललाई कालो झण्डा देखाउने र्यालीमा म स्वयं गएर पार्टी चलाइराखेको बखतमा जुन जेएन सरले बनाइदिनु भएको यो न्युयोर्क सक्रिय दल भन्ने एउटा भातृ संगठनको स्वरूप थियो, त्यही रही बखतमा पनि मैले चाहिँ सम्बोधन गरेको थिएँ। र त्यसपछि त के चाहियो र पछि आएको नयाँ भगौडा लटको त्यो संगठन खोलेर बसेको एमालेको साथीहरू त्यहाँबाट जोसपोल सुरु गर्नुभयो। होइन, यो त कहाँ हुनु र हाम्रै माकुनेलाई चाहिँ झण्डा देखाइदियो।
अस्ति प्रचण्डले पनि बोलाएको थियो त्यहाँनिर भित्रिया रहेछ उता गइसक्यो यावत कुराहरूको यो यस्तो भयो। अब त्यो आफ्नो ठाउँमा छ, म एकदम सफा मान्छे, यो मेरो चिन्तन हो। पार्टीकै कतै नभएर आफूले लामो काम गरेको पार्टी छोडिसकेपछि म एकदम स्वतन्त्र स्वाधीन हुन्छु भन्दा पनि मलाई हुन नदिएको अवस्था हो होइन। त्यो घटनाक्रममा मैले त्यो खालको बगावत निरन्तर पार्टीभित्र गरेको छु निश्चित रूपमा। र मैले बाँकी प्रवासी मञ्च खोलेर संसारभरि जनसम्पर्क सँगसँगै त्यो लफ्फाबाजी गरेर प्रतिस्पर्धामा निक्ल्नु भएको साथीहरूलाई मैले के भनेको भने अब खड्गप्रसाद ओलीहरू जन्माउन शेरबहादुर देउवाहरूलाई निरङ्कुश बनाइरहन लालची बनाइरहन तपाईहरूको पनि पो ठूलो हात छ कि प्रवासबाट? तपाईहरूले त त्यो आत्मसमीक्षा गर्ने कि नगर्ने? मैले आफ्नो भागको अलिकति जिम्मा लिएँ जति बेला म त्यहाँ थिएँ। त्यस्तै एनआरएनए भन्ने ठूलो मुभमेन्ट छ संसारभरि, हामी प्रष्टै छौं यहाँ के भइरहेछ। दाई भाउजूलाई यहाँबाट दाना पानी र पुरा लटकालट नजराना चढाएर आफूलाई जिताइदिने अनि मन्त्रालय र प्रभाव पार्ने, एउटा पक्षले चाहिँ अदालतलाई प्रभाव पार्ने गरेर चाहिँ बालाई नजराना हाल्ने र दाई भाउजूलाई नजराना हाल्ने एनआरएको तथाकथित हाम्रो पुस्ताको अझ अगाडिको पुस्ताको नेताहरूले चाहिँ अब के को रोयलो गरेर अहिले नाटक गरिरहने हामी एकता गर्ने मिल्यो। एकता होइन, नानी बाबुहरूले जसरी बाजे बजेलाई अब तपाईहरुको केही चल्दैन, काका ठुलबालेसम्म मान्नुभयो अब हामी मान्दैनौं भनेर जसरी बगावत गरेर लखेटे खेदे भनेको रिजेक्ट गरे। मैले म हिंसालाई प्रमोट गर्दिन कहिले पनि। शेरबहादुर देउवा आरजु देउवाहरूलाई गरेको त्यसरी कुटपिट त्यो कहिले गर्ने काम होइन। त्यो निश्चित रूपमा कानूनको दायरामा न्यायसंगत रूपले आजीवन कैद जे हुन्छ सर्वस्व हरण जन्म कैद कानूनले के भन्छ त्यसो गर्ने हो। मान्छेलाई कुटपिट गरेर जंगली राज र त्यो चाहिँ बारबारिक एजको त्यो म चाहिँ पक्ष पोषण गर्दिन, किनभने हामीले कंगारू कोर्ट र भाटे कारबाहीको विरोध गरेको हो नि त माओवादीले। त्यसो गरिरहँदा अहिले के खाएर हामीले कुट्ने पिट्नेलाई चाहिँ समर्थन गर्छौं? गर्दैनौं। तर मेरो भनाइ त्यति हो कि प्रवासबाट हाम्रो करिब करिब 1/4 पपुलेसन बाहिर छ। 3 करोड प्लस नेपाली भनेर जनसंख्या भने पनि 70 लाख 80 लाख बाहिर हुनु भनेको त्यो फोर्स भेरी मच डिसाइसिभ फोर्स हो। र त्यो फोर्सले 70-80 लाखको मान्छेले चाहिँ राम्रो कामहरू चाहिँ देशमा के गर्यो त? हामीले त्यही दासता होइन? दाई भाउजूलाई पक्ष पोषण गर्दै भेटी चढाउँदै जित्ने हार्ने खेल गर्ने एनआरएनको थियो, अनि बाको टिमबाट एउटा गर्ने। पछाडि त्यही भएर नयाँ नयाँ पार्टी आउनु भएको छ। राष्ट्रपा पार्टीले अब आफ्नै खालका नयाँ जत्था सुरु गरेको छ। उहाँहरूको पनि भातृ संगठन हुन्छ अरे प्रवासमा। अब के फरक भयो बाबा हिजो? त्यसकारण यो प्रवासबाट हामी पनि चुकेका छौं। त्यसकारण जति पर्सेन्टेज पोर्सन मैले पनि आफ्नो जिम्मेवारी लिएँ। मैले गरेको 4-5 वर्षको मेरो भातृ संगठनको फरक खालको राजनीति हो प्रवासमा अमेरिकामा। तर साथीहरूले दशकौंसम्म त्यो राजनीति गर्नुभएको छ। लोकतान्त्रिक भन्नुहुन्छ, 12 वर्षसम्म निर्वाचन हुँदैन, गजब गजब चिज छ नि त। अनि हामीले के भनेर चाहिँ औंला ठडाउने हो त? हामीले त्यही नै गन्दा मोडलहरू रेप्लिकेट गरेको होइन र यहाँ बसेर हामीले के सिकायौं? यहाँ घुम्न आउँदाखेरि नेतालाई कहीं उद्यमशीलताको, उन्नत प्रविधिको, विज्ञान प्रविधिको कतै घुमाउन लगेनौं नि त। मल कहाँ छ? रात्रिभोज कहाँ हुन्छ? रेड लेभल होइन, ब्ल्याकबाट ब्लू लेभलले सम्मान गर्दा पो मेरो ध्येय मेरा लक्ष्यहरू पूरा हुन्छन् कि मेरा पोलिटिकल एम्बिसनहरू? त्यसकारण प्रवासमा आएको साथी 70 लाखमा जे जति हामी भरभराउँदो उमेरमा पोलिटिकल एम्बिसन छोडेर आयौं, हाम्रो त्यो मनभित्रको एउटा गडेको अतृप्त चाहनाले वास्तवमै अप्ठ्यारो स्थिति ल्याएको छ। मै पनि केही काल भएको, मलाई पनि थमौती गर्दा 2002-03 मा पनि नेताहरू आउँदा भन्नुहुन्थ्यो, ए कमरेड कहाँ यहाँ बसिरहने र अब यसरी भयो, अब छोरी पढ्दै गर्छ, भोजपुरको क्षेत्र नम्बर 2 त तपाईकै हो नि, पछिको भाइहरू आइसके शेरदनहरू, अब कमरेड तपाई जाने हो भने तपाईको लागि हो नि। म बुझ्छु उहाँहरूलाई पनि न्युयोर्कमा बास चाहिएको थियो, मैले के गरे भन्दिन। त्यो हाम्रो त्यो एउटा अवसर थियो। त्यति बेला हामी सानो समुदाय थियौं, जो आउनुहुन्थ्यो युएनमा, आउनुस् न घच्चा केही फरक पर्दैन, ठुलै एपार्टमेन्ट छ मिलेर बसौं भन्दाखेरि सबै नेताजीहरू सबै पार्टीको आउनुहुन्थ्यो। अनि मैले त्यति बेला पनि युएनको हाकिमजीहरूलाई भन्थे, मेरो भागमा चाहिँ प्लिज राजावादी नपार्दिनुस् है, गणतन्त्रवादीहरू पार्दिनुस् भनेर भन्थे। त्यति बेला पनि अलि म खरै थिएँ। मलाई किन गणतन्त्र मेरो पहिलो प्राथमिकता थियो देश अगाडि लानलाई। तर सोचे जस्तो भएको छैन। अघि पनि एकछिन अगाडि मैले लेखेको छु,
शेरबहादुर देउबा, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाललाई तिमीहरू राक्षस भनेर अनेक विभूषण लगाएर मजाले भनिरहँदा के राजाका पालाका मानिसहरू, राजतन्त्र पञ्चायतकालीन मान्छेहरू चाहिँ राम्रा थिए त? 10 गुणा खराब थिए नि त? थिएन? त्यसकारण पछिल्लो कालखण्डमा हाम्रो नेताहरूले कोर्स करेक्सन किन गरेन? किनभने हाम्रो पुस्ताले तथाकथित दोस्रो पुस्ताले उहाँहरूको आँखामा आँखा जुदाएर हामीले साहसका साथ प्रश्न गरेनौं। हामीमा पनि स्वार्थ रह्यो। शेरबहादुर दाइलाई फकाइरहन पाए केही मनोनित पदहरू पाइन्छ कि? खड्गप्रसाद ओलीलाई निरन्तर चाकरी गरिरहन पाएदेखि केही यताको दूत, वाणिज्य दूत के दूतहरू पाइन्छ कि? र पछि यसो चाहिँ समानुपातिकमा पारिदिन्छन् कि? किनभने शेरबहादुर देउबाकै हालिमुहाली हुन्थ्यो, भाउजूकै हालिमुहाली हुन्थ्यो पार्टीमा। अनि खड्गप्रसाद ओलीले भनेपछि कोले नाई भन्ने हालत कस्तो भयो? भीम रावल बने नाई भन्नेहरू, रामकुमारी झाँक्री बने, थुप्रै चरित्र र पात्रहरू त्यस्तो भए। र मैले दोस्रो पुस्ताका भनेर मेरा अलिकति भाइहरू भन्ने योगेश भट्टराईहरूलाई मैले बारम्बार यहाँबाट अलिकति कड्केर लेखेको कारण के हो? गोकर्ण विष्ट, प्रदीप ग्यावाली, योगेश भट्टराई, तपाईहरूले कम्तीमा पनि नेपाली कांग्रेसमा गगन र विश्व प्रकाशले गरे जस्तो विद्रोह र बगावत गर्नुभएको भए परिस्थिति अर्कै हुन्थ्यो। तर त्यसो भएन। घाट कुर्नुभयो, पालो पर्खिनुभयो, झर्ला र खाउलाको स्थितिमा तोम शरण बनेर तलुवा चाट्नुभयो। मैले त खुल्लम खुल्ला लेख्छु। अब माओवादीहरूमा त्यो विद्रोहको बेलाइ भएको छैन। अब त्यो निर्विकल्प, अकाट्य निर्विकल्प पुष्पकमल दाहाल भन्ने मान्छे थियो। त्यहाँ कसले ठाडो शिर गरेर उहाँलाई म प्रतिस्थापित गर्छु भनेर भन्ने त्यो छैन। त्यो एउटा बहुलवादी लोकतन्त्रको फर्मेटमा गइ नसकेको पार्टी, सिक्दै गरेको पार्टी हो होइन। राम्रो सिकि नै रहेछ निश्चित रूपमा, त्यसलाई हामीले स्वीकार्नुपर्छ। गिरिजा बाबुले जहिले पनि भन्नुहुन्थ्यो हामीले जंगलबाट ल्यायौं, इट इज ओके। तर जंगलबाट ल्याउनेहरूको हालत चाहिँ के भइरहेको थियो त्यो पनि सोच्नु पर्यो सबैले। त्यसकारण जे भयो राम्रो भइरहेको थिएन। सो त्यसकै परिणाम, त्यसकै परिणति मैले मेरो पुस्तासम्म त ठुलबुवा काकाहरूलाई जे भयो स्वार्थमा आँखा चिम्ले। तर मेरो छोरी छोरा भदैना भतिज भतिजीको पुस्ताले सहेन र अस्ति ठिक एक महिना अगाडि जे भयो त्यही भयो। त्यो विकराल आक्रोश, विद्रोह, थामी नसक्नुको त्यो रिभोल्ट एउटा आन्दोलनको रूप लियो। अब यो आफैमा रिभोल्युसन हो कि होइन, यो रिभोल्ट मात्र हो कि रिभोल्युसन हो, त्यसको फरक फरक डेफिनेसन हुन्छ। त्यसले दिने परिणतिमा भर पर्छ। त्यसकारण यो ज्वारभाटा मैले जुन नेपाललाई टाढाबाट हेर्दा देखिरहेको छु, दुनियाँले भनेको छ, आफै पनि भन्छ अब विस्फोट हुनु बेला छ। प्रचण्डले भनिरहेको छ अब विस्फोट हुन्छ। किन नसुध्रेको त? किन नसचिएको त? के खड्गप्रसाद मात्रै सचिनु पर्ने? के शेरबहादुर मात्रै सचिनु पर्ने? पुष्पकमल दाहाल आफै सचिएर छोडिदिएदेखि कति मजा हुन्थ्यो? हुँदैन थियो? आफूले छोड्न नहुने। त्यसकारण अनेक बहानामा तपाईहरू पालो पालो आलो पालो खाइरहनु भयो। त्यसकै परिणति र परिणाम थियो नेपालको विद्रोह। र जेनजी मुभमेन्ट भन्दा पनि अगाडिको विद्रोह मैले अमेरिकामा सामना गरेँ। आफै पनि साथ लागेर म ब्ल्याक लाइभ्स म्याटरको थुप्रै र्यालीहरूमा गएँ। त्यसले दिएको चेतनाको आन्दोलन, एकजना ब्ल्याकलाई चाहिँ जबरजस्ती श्वेत प्रहरीले घाँटी निमोठेर मारिसकेपछि निक्लेको आक्रोशले ल्याएको आमूल परिवर्तन अमेरिकामा, त्यो चेतना र विद्रोह। त्यति बेला के भयो? ठाउँ ठाउँमा ठुल्ठुला विद्रोहहरू भए। तर त्यहाँ कुनै पनि विद्रोहमा सरकारी सम्पत्तिहरू तोडफोड गर्ने काम भएन। अहिले म अमेरिकाको राजनीतिलाई छुन चाहन्न, किनभने कम्प्लिटली रिभर्स भएर अर्को बाटोमा गएको छ। 2008 र 12 को ओबामा शासनकालमा जुन होप र चेन्जको नारा थियो, त्यसलाई सही रूपले बीट मार्न नसक्दाखेरि त्यो नयाँ रिभोल्ट आयो। श्वेत सर्वोच्चतावादी डोनाल्ड जे ट्रम्पको उदय र उसको कन्स्पिरेसी थ्योरीको जुन प्रोपोगन्डा वाला राजनीति आयो, बर्थर मुभमेन्टबाट उसले आफ्नो राजनीतिमा आएर यो सफलता हासिल गरेको छ। त्यो पाटोलाई म फाल्टै केलाउँछु। र त्यसै गरी अहिले पछाडि नेपालमा बृहत र व्यापक रूपमा सामाजिक सञ्जाल बन्द गएपछि विस्फोटक रूपमा आएको नेपो किड्सको जुन ट्रेन्ड र टेन्डेन्सी म सञ्जालमा हेरिरहेको छु, इट इज भेरी सिमिलर टु फिलिपिन्सको पहिलो डिक्टेटर र उसको सन्तानहरू फेरि रिभाइभ सत्तामा आइसकेपछि नेपो किड्सहरूले उनीहरूले गरिरहेका जुन
त्यो सम्भ्रान्त जीवनशैलीहरू छ। त्यही खालको मुभमेन्ट चाहिँ एक किसिमले नेपालमा पनि रेप्लिकेट भयो। त्यसपछि त जेनजीको एउटा विस्फोटक रूप अहिले जताजतै देखिन्छ। म्याडागास्करको स्थिति हेर्नुहुन्छ भने सानो न्यू त्यहाँ पानी र बिजुली कटौतीको विरोधमा भयो। मोरक्कोको कम्प्लिटली 5 दिनदेखि यो निरन्तर मुभमेन्ट चलिरहेको छ। मोरक्कोले के भनिरहेछन् भने अब हामीलाई चाहिँ 2030 मा विश्वकप होइन कि अहिलेलाई चाहिँ स्वास्थ्य र शिक्षामा लगानी गर, त्यो पैसा चाहिँ प्राथमिकता अन्त होइन। अहिलेलाई हामीलाई स्वास्थ्य छैन, शिक्षा छैन, तिमी 2030 मा चाहिँ विश्वकप गराउन बजेट हालिरहेको छौ भनेर भन्छ। पेरुमा भएको त्यो रिच र पोरहरूको एउटा बढ्दो ग्यापका कारणले त्यहाँको केन्याको, फिलिपिन्सको अब धेरै ठाउँमा चाहिँ यो जेनजी टाइपको विद्रोह आइरहेको छ। तर अब मैले अस्ति फिलिपिन्सको साथीहरू, एक्टिभिस्ट साथीहरूसँग यहाँ कुराकानी गरेँ, उहाँहरूको पनि चिन्ता चाहिँ छ। लिडरलेस भयो, प्लान गरेर भएन, सोचे भन्दा ठुलो विद्रोह भयो, तर नेताको हो भन्ने केही छैन भन्ने कुराहरू आयो। तर यही कुराले मलाई पनि कसो कसो सताएको थियो कि यो धमिलो पानीमा कतै माछा मार्नको निम्ति हिजोका घुसपैठियारहरू जो सत्ता सबै कुरा गुमाएर चाहिँ विक्षिप्त बनेका हिजोका मोनार्किस्टहरू, हिन्दू नेसनलिस्टहरू र दुर्गा प्रसाईको चैत्र 15 गतेको जुन किसिमको एउटा स्पोन्सर्ड एउटा आन्दोलन थियो, भारतबाट एकदमै ब्याक गरिएको एउटा आन्दोलन, र त्यसमा थुप्रै खालका राप्रपाका सबै फ्र्याक्सन र मेरो आफ्नो अब्जर्भेसनमा एउटा माइनर फ्र्याक्सन, रासोपाको पनि माइनर फ्र्याक्सन चाहिँ यसमा सामेल थियो यो मुभमेन्टमा। र अन टप अफ द्याट, अबोभ अन द्याट, सबभन्दा मेरो अब्जर्भेसनमा मैले देखेको चाहिँ यो जेनजी मुभमेन्ट चाहिँ वेल डिजाइन्ड एन्ड म्यानेज्ड बाई अनि कोअर्डिनेटेड बाई बालेन पनि थियो भनेर मैले बारम्बार लेखेको छु। कि त्यसो हुँदै खराब हो त? इट इज ओके। जुन मोडल रेप्लिकेट गरेर काठमाडौँ महानगरपालिकामा उहाँले जित्नुभएको थियो, त्यही मोडल लिएर चाहिँ अब सामाजिक सञ्जाल मार्फत चाहिँ चेतनाको विस्तार गर गाउँ बस्तीमा, र अब चाहिँ तिमीहरूले नेतृत्व लिनुपर्छ भनेर बालेनले युथहरूलाई मोबिलाइजेसन गरेर कुनै कुरा सिकाउँदैछन् भने दिस इज फाइन, यसमा केही आपत्ति छैन। मैले त्यसलाई चाहिँ सकारात्मक रूपमै लिएको छु। तर अब जब यो मुलुकले चाहिँ आफूले भनेको जस्तो पाउँदैन, अब अहिले नै पनि त्यहाँ इन्फिल्ट्रेसनका थुप्रै चरणहरू हामीले देख्यौं। जेनजीको मुभमेन्टमा केही रासोपाका तन्नेरी युथहरूलाई पठाएर म नेता हुँ भन्न लागेको र उहाँहरूलाई चाहिँ जेनजीहरूले लखेटेको, र हिजो चाहिँ सैनिक मुख्यालयमा चाहिँ वार्ताको बेलामा खुरुक्क दुर्गा प्रसाईको देखिनु बारम्बार त्यहाँनिर, अनि चाहिँ त्यही बेलामा चाहिँ दुर्गा प्रसाई र रासोपासँग पनि वार्ता गर भन्दाखेरि जेनजी पुस्ताका तन्नेरीहरूले बडो सोचबोझपूर्वक नै चाहिँ होइन, उहाँहरू चाहिँ स्टेक होल्डर होइन, हामी उहाँहरूसँग वार्ता गर्दैनौँ, हामीलाई राष्ट्रपतिसँग वार्ता गर्नु छ, संविधान मरेको छैन, संविधान मार्न दिँदैनौँ र संविधानमै टेकेर चाहिँ यसको चाहिँ नयाँ पाथ खोज्ने हो भनेर जुन अडान लिनुभयो। त्यसपछि अहिले समहाउ यो डिफिकल्ट सिचुएसनमा पनि मुलुक राष्ट्रपतिको एउटा दूरदर्शिताका कारणले कमसेकम यो डरलाग्दो घिनलाग्दो सदनता सकियो, तर संविधान हामीसँग छ। संविधान यसै आएको छैन। 46 सालको दस्तावेज, 63 सालको जनआन्दोलन, यी धेरै कुरामा आएको छ। तर अहिले पनि केही मान्छेहरू, रिग्रेसिभ मान्छेहरू सजिलो गरी भन्दैछन् जेनजीलाई उठालेर, ओहो जेनजीको मागे पूरा भएन नि त, प्रदेश हटाउने र धर्मनिरपेक्षता हटाएर चाहिँ हिन्दू राष्ट्र गर्ने थियो भनेर भनेको छ। मैले यति भन्छु, प्लिज मधेस जो 30% भन्दा बढी जनसंख्या छ, मधेस आन्दोलनको जगमा आएको संघीयता हो, र जनजाति जो चुपचाप मौनबाट त्यो जनसंख्या हेरिराखेको छ, र यो सुतेको भागलाई उठाउने दुस्साहस नगर्नुस्। संघीयता र धर्मनिरपेक्षलाई तपाईहरूले छुन मात्र खोज्नुभयो भने अर्को आगो बल्छ। अहिलेको त केही होइन। मैले त्यो पोर्सनमा चाहिँ म एकदमै कमिटेड छु र मैले हेरेको छु, र समहाउ जेनजी नेतृत्वमा जे जति भाइ बहिनीहरू अगाडि देखेको छु, नेपाल जाँदा पनि मैले केही बहिनीहरूसँग भेटेर कुराकानी गरेको थिएँ, र करिब 4-5 वर्ष अगाडि पनि केही बहिनीहरूले ब्ल्याक लाइफ्स म्याटरको त्यो खालको मोडल कसरी रेप्लिकेट गर्न सकिन्छ, कसरी यो चेतनाको आन्दोलन भयो, ब्ल्याक लाइफ्स म्याटर भनिरहँदाखेरि श्वेत तन्नेरीहरू कसरी चाहिँ त्यहाँनिर नेतृत्वमा आएको छन्, हाम्रोमा किन केसो भइरहेको छैन सरेसाई भनेर केही जिज्ञासा राख्नु भएको थियो, जो भाइ बहिनीसँग जोडिराखेको थिए। अनि उहाँहरूको नेतृत्व पंक्ति र उहाँहरूको चाहिँ नेतृत्वमा उहाँहरूको नाम देखेपछि म बढी आश्वस्त भएँ। त्यसकारण उहाँहरूको पनि सबै मैले यो रिलिजहरू हेरिराखेको छु,
भिडियोहरू हेरिराखेको छु र उहाँले स्पष्ट रूपमा हाम्रो लक्ष्य भनेको अहिलेको संविधान 2032 को संविधानबाट पछाडि जाने होइन, अझ नपुगेको कुरालाई अगाडि जाने हो, अग्रगमन हाम्रो एजेन्डा हो भनेर स्पष्ट रूपमा भन्नुभएको छ। र त्यही नै हो संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको कुरामा। समावेशितालाई दुरुपयोग गरिएको, समावेशिता चाहिँदैन भन्ने कुरा कसैले पनि होइन। समावेशिता दुरुपयोग गरेर चाहिँ आर्जुराणाहरू आउने यस्तो अवस्थाले गर्दाखेरि या त बदनाम गर्न खोजिएको र संघीयतामा पनि केन्द्रबाट निर्देशित संघीयता भएको। डिसेन्ट्रलाइजेसन आफैमा खराब होइन, टेक्निकलिटीमा केही तलमाथि गर्न सकिन्छ, तर मधेस आन्दोलनले त्यत्रो शहादत गरेर प्राप्त भएको संहिता माथि तलमाथि भयो भने सुतेको निदाएको बाघ उठ्छ। मैले यो पनि अलिकति मेरो आफ्नो चिन्ता तपाईहरुलाई जाहेर गरे। अनि हरेक आन्दोलन हुँदा पनि त्यसलाई चाहिँ हामीले अभिलेखीकरण गर्न नसकेको हो कि भन्ने पाटो जहिले जहिले पनि हाम्रो राजनीतिमा देखिन्छ। त्यसो हुँदाखेरि मैले 4 दिन अगाडि अरब स्प्रिङलाई जोडेर एउटा आर्टिकल आफ्नो स्ट्याटस लेखेको थिएँ। जब अरब स्प्रिङ ट्युनिजियाबाट सुरु भयो, त्यहाँबाट सुरु हुँदा हुँदै बहराइन पुग्यो, इजिप्टको होस्नी मुबारक भन्नुहुन्छ पनि आफूले जस्तै पनि अहिलेको खड्ग प्रसाद ओलीकै हैसियतमा हो, जस्तै उहाँलाई बा भन्थे, उहाँलाई पनि जनताले मलाई पनि बा भनिदियोस् भन्थ्यो। त्यति मायाले उहाँले सबैलाई छोरा नातिको हैसियतमा बोल्नुहुन्थ्यो। प्रेसिडेन्ट होस्नी मुबारकको रिजिमको पनि त्यही कालमा अन्त्य हो, सम्भवतः 2011 मा सुरु भएर 12 मा सकिसकेको थियो। लिबियाका डिक्टेटर मोहम्मद गद्दाफी पद अपदस्थ गरिए र पछाडि नेटो ब्याक्ड भएको फोर्सका कारणले रिभोल्ट हुँदाखेरि, आर्म फोर्सले गर्दाखेरि गद्दाफीको पनि मृत्यु भयो त्यो बेला। यसकारण 7-8 वटा ती राष्ट्रहरूमा भएको यो जुन किसिमको मुभमेन्ट थियो त्यसले खास प्रगति भने गरेन। केही शासकहरूलाई विस्थापित गर्यो र त्योभन्दा डरलाग्दो शासक आयो। ट्युनिसियामै मैले 8 दिन अगाडि एउटा पोस्ट लेखेको छु। त्यही ट्युनिसियामा एकजना मजदुरले राष्ट्रपतिका बारेमा फेसबुकमा लेखे बापत उसलाई मृत्युदण्डको सजाय दिएको छ। त्यही ट्युनिसियाबाट अरब स्प्रिङ 2011 सुरु भएको थियो। त्यसकारण हात्ती आयो फुस्छ, फर्केर त्यही डिक्टेटरहरू ब्याक भएको छ। त्यही धार्मिक राज्य जस्ताको तस्तै रहेको छ। त्यो मुभमेन्ट खेर गएको छ। थुप्रै आन्दोलनको हिस्सा त्यसरी खेर गएको छ। त्यसकारण अहिले पछाडिको नेपालको यो घटनाक्रमहरूलाई हेर्दाखेरि मेरो चिन्ता प्रवासबाट त्यति मात्र हो कि यो नेतृत्वले फेरि कसै गरेर बाटो बिराउने हो कि भन्ने। मैले अघि यस्तो एउटा लाइन सम्झे, कहिलेकाहीँ मन परेको गाछी कुनै पनि एप्पलको होस् या पियर्सको कुनै पनि एउटा गाछीलाई हावाले लडाउँछ र त्यो पुरै गाछी भुइँमा झर्छ। हामीलाई दुःख लाग्छ, यत्रो माया गरेर रोपेको रुख ढल्यो, उसको हाँगा झर्यो। तर हाँगाहरू बटुल्ने क्रममा, पातहरू छोर्ने क्रममा कहिलेकाहीँ हामी त्यो हाँगाबाट मजाको रिप्ट एउटा पाकेको फल भेट्छौँ। त्यो खाँदाको स्वाद कस्तो हुन्छ, मिठो हुन्छ नि। त्यसकारण पोजिटिभनेसको, सर्भाइभलको एउटा एथिक्स के भने त्यहीबाट फेरि हामी जोडिने हो नि। हामी खरानी भयौँ होइन, खरानी टकटक्याउँदै पुस्दै। अहिले फेरि खरानी टुक्दै पछ्याउँदै भनेर चाहिँ हिजो डिक्टेटरको शैलीमा पुष्पकमल दाहालहरूले भने जस्तै, शेरबहादुरले भने जस्तो र त्यही जसका विरुद्ध आन्दोलनमा त्यसैले खरानी टकटक्याएर त्यही पुस्ता आउने भनेको होइन कि अब हामी परिवर्तन चाहने मान्छेहरूले, विद्रोहलाई चाहिँ अभिलेखीकरण गर्नुपर्छ भन्ने मान्छेहरूले चाहिँ त्यो विद्रूप अवस्थाहरूबाट टकटक्याएर निक्लिने हो। र नेपालको परिप्रेक्ष्यमा सबभन्दा मलाई दुःख लागेको चाहिँ घुसपैठ स्पष्ट रूपमा ताकी गणतन्त्रवादी मान्छेहरूको घरहरू निशाना बनाइएको छ। अब त्यसको छानबिन निश्चित रूपमा हुन्छ र गृहमन्त्रीले खुट्टा नकमाई, प्रधानमन्त्रीले खुट्टा नकमाई 2 चरणमा गर्नुपर्छ। पहिलो चरणमा बालबच्चालाई मार्न आदेश दिने तानाशाहीहरू, हत्याराहरूको छानबिन हुनुपर्छ, न्यायिक निरूपण हुनुपर्छ। कुटपिटको चरण सकियो, यसलाई अगाडि बढाउनु हुन। महेश बस्नेतीहरू अझै प्रोभोक गर्दै हुनुहुन्छ, त्यसलाई अब प्रोभोकलाई हामी थामथुम पारेर अहिले हामीले न्यायिक निरूपणतर्फ जानुपर्छ। र सबभन्दा पहिलो दिन टाकी टाउकोमा गोली हान्ने त्यो तानाशाह हत्याराहरूलाई छानी न्यायिक कठघारामा ल्याउने र दोस्रो दिनमा छानी जसको उद्यमीहरूको घर जलाइएको छ, सिंहदरबारका छानी अदालतहरूको फेरिस्त कागज जलाइएको छ छानी जिल्ला अदालतहरूमा। हाम्रो सदन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, हाम्रो गणतन्त्रको एउटा त्यो सबैको एउटा सिम्बोल माथि आगो लगाएको छानी। गगन थापाको पैतृक घर, विश्वप्रकाशको पैतृक घर छानी र अचम्म
कुनै पनि राजावादी हिजो हामीलाई 249 वर्ष दमन गर्ने शासकहरूको कुनै कटेरीमा ढुङ्गालाई हानिएको छैन। राप्रपा रासोपा पार्टी नेता सबै चुस्त दुरुस्त छन् र बाँकी यसो मतलब उनीहरूलाई पनि ढुङ्गा हान्नु पर्थ्यो त्यो होइन। जे जति भए त्यो हुनु हुँदैन। निश्चित रूपमा अबको युगमा ढुङ्गे युगमा हामी फर्कन सक्दैनौँ। न्यायिक निरूपण हुनुपर्छ स्पष्ट रूपमा र 2 चरणको छानबिन गरेर अहिले सजिलै छ, कोही कहीँ पनि चुक्दैनन्। फेरि सबै छ अहिलेको युगमा। ढुङ्गा हालेलो फल्नाकोमा जलायौं, अब फल्नाकोमा जाउँ भनेर। ए बाबा, गणेशमानको चाक्सीबारी 46 सालको मुभमेन्ट कांग्रेस र वाममोर्चाको बीचमा संयुक्त आन्दोलन सुरु भएपछि यो राजतन्त्रको जग घलिएपछि 62-63 को जनआन्दोलनले राजतन्त्रको समूल अन्त्य गरेको हो। त्यो घर हो नि त। अहिले आएर लुसिफरको हवाला दिएर चाहिँ तथाकथित अनेक ठाउँ कुरा गरेर चाहिँ हुँदैन नि यो कुरा। यो कन्स्पिरेसी थ्योरीबाट जाने हो भने, स्वरकल्पमा रमाएर चाहिँ त्रास सिर्जना गर्ने हो भने म पनि लु खत्तम नेपाल बर्बाद सेना आइहाल्यो भनेर बनाउन सक्छु। तर त्यसो केही पनि होइन। इन्फ्लुएन्स छ। भारतले लिन चाहेको होइन, अस्थिरता चाहेको। यति भए उसलाई पुग्छ। भारत, मैले बुझेको भारत त्यही हो। मैले एसटी मुनिसँग पनि कुरा गरेको छु, महेन्द्र पी लामासँग पनि कुरा गरेको छु। अमेरिका बसेको क्रममा अरू डिप्लोमेट्सहरूसँग पनि यसरी नै भलाकुसारी गर्ने, अन्तर्मनका कुरा गर्ने अवसर पाएको छु। र समग्रमा बुझ्दाखेरि भारतले चाहेर नेपाललाई लिन सक्दैन। लिन चाहेको पनि होइन, अस्थिर बनाइराख्ने नेपाललाई कसरी हुन्छ। तर अब खड्गप्रसाद शर्मा ओलीको पार्टीका मान्छेहरूले, उसका विश्लेषकले त भनिदिन्छ नि, चीनमा गएर चुच्चो नक्सा गरेको थियो, वहाँ गएर लिपुलेखको बारेमा विरोध गरेको थियो, भारतले सकिदियो। आहा, मजा छ नि। स्वर कल्पना र कन्स्पिरेसी थ्योरी बेच्दा सजिलै बिग्छ, कस्तो मजा हुन्छ। मैले पनि त्यो सामना गरेको छु। एमसीसी अमेरिकामा बसेर मेरो ट्याक्स पेइङ मनी नेपालको विकासमा जान्छ भने यो ठिक छ। एमसीसी मंगोलिया जस्तो देशमा छ जो चीनको आसपासमा नजिकमा छ, त्यहाँ चाहिँ केही खतरा भएन। र हाम्रो नेपालले चाहिँ त्यो कम्प्याक्टको चाहिँ त्यत्रो पैसा चाहिँ ऋण अनुदान होइन, यो त अनुदान सहयोग हो। त्यो एमसीसी लिनुपर्छ भन्दाखेरि मैले पाएको गाली, त्यहाँबाट म गाली बचाउने भएको। एउटा हाम्रो सच्ची मैनालीको कार्यक्रममा सच्चीका साथमा अहिलेका राष्ट्रवादी नेता, महान नेता जो टेक्सास र अमेरिकामा आएर पनि यो हिरोको के अवार्ड लिएर जानुभएको छ, उहाँसँग हाम्रो विवाद भएको थियो। बहसमा मैले खुलेर एमसीसी को पक्ष पोषण गरेको थिएँ। 2001 मा जर्ज डब्ल्यू बुशले रियलाइजेसनपछि पास भएको यो हो। त्यति बेला मैले फेरि सोधेको थिएँ कसरी पास भयो र अहिले गर्ने के हो। एमसीसी को विरोध गर्दा राष्ट्रवादी भइने, अनि त्यो एकदम खच्चड निखर कम्युनिस्टदेखि लिएर उग्र राजावादीको सबै त्यो एक्सट्रिमिस्टहरूको एउटै धारमा गएर सुति नसक्नु गाली आउँथ्यो। त्यो एमसीसी सम्बन्धी ज्ञानेन्द्र शाहीले शेयर गरेको एउटा क्लिप छ सच्ची मैनालीको कार्यक्रमको, त्यो करिब 30-40 हजार त त्यसमा गाली मात्रै छ। त्यस्तो गाली खाएपछि म मजाले निदाउँथे। मलाई केही थिएन, मेरो ट्याक्स पेयर मनी नेपालको विकासको निम्ति गएको छ, एमसीसी लिनुपर्छ। ज्ञानेन्द्र शाहीको प्रोभोकेसन थियो। ए होइन, चीनलाई घेराबन्दी गर्ने नीति हो यो। एमसीसी पास हुने साथसाथ माथि यो तिब्बतको बोर्डरमा चीनको पासमा चाहिँ अमेरिकी सैनिकहरू आउँछन्, हाम्रा चेलीबेटीहरू बलात्कृत हुन्छन्, सुरक्षा हुँदैन। यस्तो अफवाह फैलाएर उहाँले हामीसँग बहस गर्नुभएको थियो। तिनै चाहिँ ज्ञानेन्द्र शाही अमेरिकातिर आएर अहिले हिरो अवार्डहरू लिएर घुमफिर गरिरहनु भएको छ। त्यो स्थिति पनि सामना गरियो। त्यसकारण मैले भनेको चाहिँ एउटा राष्ट्रवादी एजेन्डा बेच्न यो एकदम सजिलो छ। यो छ अहिले कन्स्पिरेसी थ्योरी चलेको छ। बाफरे, एक हेर्छु मैले, लु खत्तम, पुरा यो बालनले आइसक्यो, कालो चस्मा लगाएको छ, कालो ड्रेस छ, पुरै घेरिसक्यो। हाम्रो जेन्जी पुस्तालाई कमजोर नबनाउनुहोस्। एक से एक भाइ बहिनीहरू, सानो नानी, मेरो छोरी छोराको एजको मान्छेहरूले नेतृत्व दिनुभएको छ। त्यसकारण मैले चाहिँ अस्तिदेखि नै एकदमै आफ्नो मनमा लागेको कुरो र अमेरिका रहँदा बस्दा पार्टीको निकट रहेर काम गरेको कुरो, पार्टीसँग रिभोल्ट गरेको कुरो, मेरो आफ्नो स्वाधीन एउटा स्वरूपको कुरो, मलाई पनि एमाले त्यसरी चलाइदिएको नेता कमरेडहरूले कहाँ छोड्न दिनुभएको थियो र कति गरेर फकाएँ। प्रदीप नेपाल दाई घरमै हुनुहुन्थ्यो, उहाँ भर्खर बित्नुभयो, नेपाल गएको बखत भेटेर आएँ मैले। ओलीलाई पनि भेट्ने हो कि भन्दै हुनुहुन्थ्यो। नभेट्नु भने मनबाट मेरो आस्था छैन भने म त्यो ढोङ गर्ने मान्छे होइन, मलाई भेट्नु थिएन। काशीनाथ अधिकारी सर हस्पिटलमा हुनुहुँदो रहेछ, उहाँलाई अचानक हस्पिटलमै गएर भेटेँ। सम्बन्ध निरन्तर छ, सम्बन्ध टुट्दैन।
तर जे जसरी हामीले निरङ्कुश तानाशाही स्वैच्छाचारी बनायो खड्का प्रसाद ओलीलाई, त्यसको अब्जस, त्यसको जिम्मेवारी मैले पनि अलिअलि लिएँ क्यारे सुरुमा। तपाईहरु सबैले पनि लिनुपर्छ। मलाई पनि गाह्रो भएको थियो एमाले पार्टी छोड्न, र मैले त्यति बेला प्रदीप दाइ त्यही हुनुहुन्थ्यो, महेन्द्र बहादुर पाण्डे हुनुहुन्थ्यो, जेएन सरलाई सबैको रोगेर मैले भनेको थिएँ, कमरेडहरू म विविध कारणले पार्टीको निरन्तरता दिन सक्दिनँ, म अब पार्टीमा निरन्तर लाग्दिनँ, तर अमेरिकै रहँदा बस्दा हेर्नु होला, तपाईहरु भन्दा कम प्रोग्रेसिभ भएर चाहिँ म काम गर्दिनँ। म अरु लेजिस्लेटिभ एडभोकेसीमा छु, लेबर मुभमेन्टमा काम गर्छु, तपाईहरुले सिकाउनु भो, म निरन्तर त्यो चरणमा हुन्छु। त्यसकारण ब्रडर स्पेक्ट्रमको म अलिकति एक्टिभिजम गर्छु, लेजिस्लेटिभ एडभोकेसी गर्छु प्रोग्रेसिभ मुभमेन्टको भनेर बल्ल 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 म पार्टी सदस्यता नवीकरण गर्दिनँ है त सर भनेपछि, हुन्छ त कमरेड भन्नुभएको म अहिले पनि सम्झिरहेको छु। त्यो निकटता हो। त्यसकारण अहिले पछिल्लो कालखण्डमा यो भइसकेपछि अहिले मलाई टेक्स्ट आइरहेछ, अनि साथीहरूले पठाउनुहुन्छ, भाइहरूले ठिक भन्नुभएको रहेछ दाइ, मैले कांग्रेस छोडे नि, मैले एमाले छोडे नि। ए बाबा, किन छोड्नु पर्यो? किन छोड्नु? विश्वेश्वर प्रसाद कोइरालाको त्यो अर्ग्यानिक समाजवादी पार्टी, पुष्पलालले बनाउनु भएको त्यो पार्टी, मदन भण्डारीको जबजाको त्यो पार्टी किन छोड्नु? माओवादीहरू संघीय, जसका कारणले गणतन्त्र आयो, कमसेकम त्यो कुरामा त जस्त्यौं हामी, गणतन्त्र, संघीयता, धर्मिकता र समावेशिता। र त्यो भन्दा अगाडि अझ पनि हामीले बहुजन हिताय बहुजन सुखायले पनि भएन, त्यो बीपीको पालाको कुराले पनि भएन, गान्धीवादले पनि भएन। अझ राज्यले अझ बढी करुणा देखाउनु पर्ने हो कि दलित, सीमान्तकृत, अल्पमत समुदाय, थुप्रै समुदायको चाहिँ हाम्रो राज्यमा चाहिँ आफ्नो हिस्सा छैन। सुरुदेखि मैले लेखिराखेको छु, यत्रो आबादी भएको मुलुकमा कसरी आर्य खस नियन्त्रित राज्य बनिरहेको छ, साम्राज्य बनिरहेको छ प्रारम्भदेखि अहिलेसम्म। त्यसकारण मैले अघि त्यो एउटा झरेको हाँगाबाट चाहिँ पाएको मिठो फलको कुरा गर्दै जाँदाखेरि अमेजिङ मन्त्री परिषद बनेको छ सुशीला कार्की, हैन? पूर्ण हुनुभएको छ एकातिर, हैन? एकपछि अर्को गर्दै राम्रो मान्छे आउनु भएको छ। अहिले पछाडि पनि 4 जनाको नाम अघि भर्खर पढिरहेको थिएँ मैले, जेएनजीको प्रतिनिधित्व हुने सोमबार भन्दाखेरि 1 से 1 नाम छ। सबभन्दा बढी त मैले त्यहाँनेर रामजी रामलाई सम्झे। बाफरे, उहाँले स्वास्थ्य क्षेत्रमा गर्नुभएको त्यो अमेजिङ, त्यो रिभोल्युसन, त्यो क्रान्ति कसले गर्न सक्छ त्यस्तो क्रान्ति? त्यसकारण यस्ता मान्छेहरू जोडिनु भएको छ, 1 से 1 मान्छेहरू हुन्छ। क्रान्तिकारी कुरा गर्नु भएन। अब रिफर्मको जमाना हो, रिफर्मिस्टहरू चाहिन्छ हामीलाई। त्यो चरणमा सबैजना जोडिए जानुस्। घुसपिटको बहुत सम्भावना अझै पनि छ। मिठो बोलेर छुरा धस्नेहरू, छद्मवेशीहरू अहिले हिजोको चरणमा चाहिँ यो के भन्दा माथि देश भन्दै देशभन्दा माथि नरेश भन्नेहरू अहिलेसम्म आइरहेको छ। मार्ग परिवर्तनवाला छन्, हिप्नोटाइज गरेर सम्मोहनबाट फसाउने चटकेहरू 1 से 1 जताततै छन्। त्यसकारण यी सबैबाट बचेर बलियो भन्दै समग्रमा जेनजी मुभमेन्टलाई चाहिँ सघाउन तपाईँ हाम्रो पनि दायित्व हो, दायित्व बोध गरौँ। मैले आफ्नो भागमा परेको अलिकति जिम्मेवारी लिएँ, तपाईहरू पनि लिइदिनुहोस्। हामी पछाडि फर्कन जन्मेका होइनौँ, पछाडि फर्किँदैनौँ। थुप्रै विग्रहहरू भए तर हामी बनाउँछौँ, फेरि उठ्छौँ। मलाई पनि त्यही विश्वास छ। सबैजनालाई त्यही भन्दै मेरो आफ्नो खसखस लागेको मेरो आफ्नो कुराहरू यति राखेँ। मलाई 45 मिनट सुनिदिनु हुने, पछि पनि फेरि यसलाई क्लिक गरेर सुन्नुहुने सबैप्रति आभार व्यक्त गर्दै म अहिलेलाई बिदा चाहन्छु। म अहिले टोरन्टोबाट गुड नाइट।